नमस्कार, म अभिषेक जोशी, तनहुँ 1 को उम्मेदवार। सामाजिक सञ्जालमा पोस्ट भएका धेरै भिडियोहरू हेर्दै जाँदा केही भिडियोहरूमा मैले देखेँ, मतदाताले उम्मेदवारसँग याचना गरिरहेका छन्, हिन्दू राष्ट्र र राज संस्थाको एजेन्डा बोकिदिनु पर्यो भनेर। यो मतदाताहरूको समय हो। मतदाताहरूको समय हो भन्नुको मतलब के हो भने यतिखेर मतदाताले याचना गर्ने होइन, मतदाताले आदेश दिने हो। त्यही भएर जति पनि मतदाताहरूले आफ्ना उम्मेदवारहरूसँग राज संस्था र हिन्दू राष्ट्रको एजेन्डा बोकिदिनुस् भनेर याचना गरिराख्नु भएको छ। तपाईहरुलाई म अनुरोध गर्न चाहन्छु, यतिखेर याचना गर्ने कार्य नगर्नुस्, आदेश दिने कार्य गर्नुस् र ठाडो स्वरमा भन्नुस्, राज संस्था र हिन्दू राष्ट्रको एजेन्डा बोक्दैनौ भने म मेरो भोट तिमीहरूलाई दिएर भोट दुरुपयोग गराउन चाहदिन भनेर। तपाईहरुले आज एजेन्डामा अडान लिनुभयो भने, राज संस्था र हिन्दू राष्ट्रको पक्षमा आफ्नो मत प्रकट गर्नुभयो भने भविष्यमा यिनीहरू सुध्रिएर बल्ल राज संस्था र हिन्दू राष्ट्रको एजेन्डा बोक्न तयार हुनेछन्। होइन भने तपाईँ लाचार बनेर विवश बनेर याचना गरेर यो राज संस्था र हिन्दू राष्ट्र बोकिदिनुस् हजुर भनेर उनीहरूले नबोकेको खण्डमा पनि उनीहरूलाई नै भोट दिएर जानुभयो भने यो एजेन्डा उनीहरू कहिले पनि बोक्ने छैनन्। यदि तपाईँ नेपालमा राज संस्था पुनःस्थापित होस् भन्ने चाहनुहुन्छ, हिन्दू राष्ट्र पुनःस्थापित होस् भन्ने चाहनुहुन्छ भने राज संस्था र हिन्दू राष्ट्रको पक्षमा खुलेर आफ्नो जनमत प्रकट गर्नुहोस्। किनभने यतिखेरको समय भनेको नेपालको भविष्यलाई पनि सुधार्ने समय हो। अहिले जुन मौका हामीले पाएका छौँ, यो मौका भनेको धर्मनिरपेक्षतालाई हटाएर धर्मसापेक्षतामा टेक्ने समय पनि हो। कतिपयले भन्न सक्छन् यतिखेर हामीलाई विकास निर्माण चाहिएको छ, हिन्दू राष्ट्रको कुरा नगरौँ भनेर। ती व्यक्तिहरूलाई तपाईहरुले भन्न सक्नुपर्छ, हिन्दू राष्ट्र भनेको व्यवस्थासँग जोडिएको कुरा हो, विकास निर्माण भनेको अवस्थासँग जोडिएको कुरा हो। त्यही भएर व्यवस्थामा परिवर्तन ल्याउनुको लागि अवस्थासँग कुनै पनि प्रकारको अप्ठ्यारो पर्दैन। हामीले संविधानमा हिन्दू राष्ट्र लेखिराख्दाखेरि यहाँ विकास निर्माणमा गतिरोध उत्पन्न हुने होइन र हिन्दू राष्ट्र यसै पनि हिन्दुत्वको मुद्दा यसै पनि विकास निर्माण विरोधी मुद्दा होइन, यो पनि हामी प्रष्ट बुझौँ। नेपालको अर्थतन्त्रको एउटा बलियो आधार हाम्रो धर्म संस्कृति बनेर बसेको छ। मठ मन्दिर वरिपरि गएर हेर्नुस्, कति धेरै पसलहरू हुन्छन्। ती पसलबाट कति धेरै सामान बिक्री भइरहेको छ, कति धेरै होटेलहरू छन्, रेस्टुरेन्टहरू छन्, खाजा घरहरू छन्, यातायात सञ्चालन भइरहेको छ र त्यो सबैले पैसा जेनेरेट गरिरहेको छ। किसानहरू पालिएका छन्, अरू विभिन्न विभिन्न व्यक्तिहरू पालिएका छन्। त नेपालको धर्म संस्कृति यसै पनि विकास निर्माणमा टेवा पुर्याइरहेको छ, अर्थतन्त्र चलायमान बनाउनुको लागि योगदान दिइरहेको छ। यसलाई अझ सशक्त ढङ्गले लिएर जान सक्यौँ भने धर्म संस्कृतिले नै नेपाललाई पाल्छ भन्ने हाम्रो विश्वास छ। त्यसैले फेरि पनि अन्तिममा अनुरोध छ मतदाताहरूलाई याचना नगर्नुस्, एजेन्डा बोक्दैनन् भने भोट पनि नदिनुस्। जसले हिन्दू राष्ट्र राज संस्थाको एजेन्डा बोक्छ त्यसलाई नै भोट दिनुस् र यतिखेर यो अहिलेको निर्वाचनमा राज संस्था र हिन्दू राष्ट्रको पक्षमा खुलेर हिँडिरहेको एउटै मात्र राजनीतिक दल छ, राष्ट्रिय प्रजातन्त्र पार्टी। चुनाव चिन्ह छ हलो। त आफ्नो मत हलोमै व्यक्त गर्नुहोस्। धन्यवाद।